यो हो डम हाउस। यो डम हाउसलाई हामीले राष्ट्रिय घटना फेस्ट जुन पुस 12, 13, 14 र 15 मा भिरकुटी मण्डपमा हुँदैछ त्यहाँ पनि ल्याउँदैछौ। तर यसमा चाहिँ डम हाउस भनेको के हो, कस्तो हो, यसको बारेमा विस्तृत रूपमा जानकारीको लागि धेरैले कमेन्ट गर्नुभएको थियो। त्यही भएर यसको बारेमा थोरै कुरा बुझौ है त। यो डम हाउस पुरानो तरिका भन्दा नि एकदमै नयाँ आधुनिक तरिकाबाट बनाएको हाउस हो। यो चाहिँ एकदमै भूकम्प प्रतिरोधी, इको फ्रेन्डली र एकदमै लग्जरी फिल वाला घर हो। यसलाई झट्ट हेर्दाखेरि सिसाबाट बनेको जस्तो देखिन्छ, तर यो चाहिँ यूवी प्रोटेक्टेड पोलिकार्बोनेटबाट बनाइएको हुन्छ। अब यसको फ्रेमको कुरा गर्नु पर्दाखेरि चाहिँ पाउडर कोटेड एल्युमिनियमबाट बनाइएको हुन्छ। अब यो चाहिँ तपाईले बजारमा चाहिँ डिफरेन्ट शेप्स, डिफरेन्ट साइजमा पाउन सक्नुहुन्छ आफ्नो आवश्यकता अनुसार। यसको भित्रको लग्जरी के कस्तो छ कुरा गर्दाखेरि चाहिँ अब भित्र तपाईहरुलाई एउटा बेड प्रोभाइड गरिएको हुन्छ। साथसाथै त्यहाँ टेम्परेचर कन्ट्रोलको लागि चाहिँ एसी पनि प्रोभाइड गरिएको हुन्छ। त्यसैगरी प्राइभेसीको लागि चाहिँ पर्दाहरू लगाइएको हुन्छ। साइड साइडको पर्दा चाहिँ आफैले मिलाउनु पर्छ भने माथिको पर्दाहरू चाहिँ एकदमै रिमोट कन्ट्रोलबाट ओपन क्लोज गर्न सकिन्छ। अझै आफूले अनुभव गरेर हेर्दाखेरि चाहिँ यो रातिमा चाहिँ यसमा टाइम स्पेन्ड गर्दा अति नै रमाइलो हुन्छ। माथिको झिलिमिली हैन, मुनहरु, स्टारहरु एकदमै राम्रोसँग देखिन्छ। अझ पानी पर्दाखेरि त डम हाउस भित्रबाट बाहिर यति राम्रो देखिन्छ, यति राम्रो देखिन्छ। तपाईको अब रिजोर्ट छ, होटलहरु छ भने यो कुराले चाहिँ टुरिस्टलाई चाहिँ एकदमै राम्रोसँग अट्र्याक्ट गर्न सकिन्छ। अब यो कहाँ राख्ने भन्ने कुरा नि आउला। यो बेसिकली चाहिँ रिजोर्टहरुमा राख्न सकिन्छ, ठुलठुलो होटलहरुमा राख्न सकिन्छ। तपाईको घरमा पनि एकदमै लग्जरी तपाईलाई अनुभव गर्नु मन छ भने आफ्नो घरको कौसीहरुमा पनि यसलाई फिट गर्न सकिन्छ। डम हाउसको बारेमा थप कुरा बुझ्नु मन छ र लाइभ एक्सपिरियन्स गर्नु मन छ भने चाहिँ हाम्रो राष्ट्रिय घटना फेस्टमा आएर पनि तपाईले यसको एक्सपिरियन्स लिन सक्नुहुन्छ।